गाइज गुड मर्निङ। अब चाहिँ जाँदैछु म कपाल काट्नु हो। अब आज एक हप्ता पछाडि अब कपाल काट्ने अलिक टाइम पाएको छु। आज चाहिँ जाँदैछु हाम्रो भेनाजुको पार्लरमा कपाल काट्नु। पल्टन बजारमा छ पार्लर चाहिँ। तपाईँहरूलाई देखाउँदैछु, पार्लरको लोकेसनहरू दिन्छु। कपाल चाहिँ एकदम प्रोफेसनल तरिकाले काट्नुहुन्छ हो। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। एकदम डिस्काउन्ट चल्दैछ हो, 30% डिस्काउन्ट छ। एकदम पार्लरहरू पनि दामी छ। अब तपाईँ नेल्सको सबै त त्यहाँ गराउन सक्नुहुँदैछ। म पनि जाँदैछु आज हेयर कट गर्नु हो। तपाईँहरू पनि आउनु होला। अब कोही बेला यता गुवाहाटीतिर आउनुभयो भने पल्टन बजार छ, फिडेल ब्याङ्कको अपोजिट साइडमा छ, जिएस रोड पल्टन बजारमा है। तपाईँहरू पनि आउनु होला। लु त साथी, म पनि अब कपाल काट्न जाँदैछु। अब कपाल सपाल काटेर भरे नयाँ लुकमा भेट्नुहुन्छ। त्यहाँदेखि पार्क जाने, नयाँ पार्क उजान बजारमा म पनि हिँडेको अब है साथी हो। यो चाहिँ हो तपाईँको पल्टन बजारको जिएस रोड हो। यहाँदेखि सिधै जानुभयो भने चाहिँ तपाईँहरू पल्टन बजार नेपाली मन्दिर भेट्नुहुन्छ हो। यहाँदेखि सिधै गएर चाहिँ ठिक्क अब तपाईँको आउँछ नन्दन होटेल हो। नन्दन होटेल चाहिँ क्रस गरेर चाहिँ तपाईँको आउँछ नेक्स्ट बिल्डिङ महालक्ष्मी होटेल। त्यसको तल ग्राउन्ड फ्लोरमा छ हो पार्लर चाहिँ। अन्त तपाईँहरू आउनु सक्नुहुन्छ हो। राम्रो डिस्काउन्ट छ। प्रोफेसनल हेयर कटर हुनुहुन्छ हो भेना चाहिँ। अन्त तपाईँको नेल्स, छोरी मान्छेहरूको नेल्सहरू पनि गर्नु सक्नुहुन्छ। नेल्सको लागि पुरा अफरहरू छ। लो साथी हो, यो चाहिँ हो महालक्ष्मी होटेल हो। यो महालक्ष्मी होटेलको चाहिँ यता तपाईँको लेफ्ट साइडपट्टि चाहिँ यो वाइन सपको लेफ्ट साइडपट्टि आउनु हो। नेल बार सेलुन बनेर छ हो। मेल फिमेल दुईजनाको लागि नै हुन्छ। यो यता बोर्ड पनि लगाएको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ हो। तपाईँहरूलाई पनि केही गराउनु छ भने आउनु होला हो। यो कपालको ट्रिटमेन्टहरू भयो, तपाईँको नेल्स गर्नुहुन्छ हो, छोरा केटाहरूको हेयर कटहरू भयो, सबै थोक हुन्छ हो। केटाकेटी सबैको हुन्छ। तपाईँहरूलाई डिस्काउन्ट पनि छ। यो चाहिँ सेलुन हो। सेलुनको लुक चाहिँ यस्तो छ, राम्रो छ हो। प्रोफेसनल, सबैजना प्रोफेसनल हुनुहुन्छ। यता भाउजू पनि प्रोफेसनल नेलको गर्नुहुन्छ। यता भेना पनि प्रोफेसनल हेयर डिजाइन हो। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। डिस्काउन्टहरू पनि छ, 30% डिस्काउन्ट चलिरहेको छ हो। तपाईँहरूलाई सबै थोक हुन्छ, एभ्रिथिङ। अब छोरी मान्छेहरूको जे कपालको सबै थोक हुन्छ। तपाईँहरू पनि आउनु होला। यहाँ मेरो चाहिँ कपाल काट्ने स्टार्ट भइसक्यो। भेनाजुले अब कस्तो काट्ने पनि थियो। अब जस्तो पनि काट्नु, तपाईँले त सबै थोक राम्रै काट्नुहुन्छ भने मैले पनि फेरि भेनाजुले राम्रो एउटा डिजाइनले कपाल सपाल काटिदिनु हुँदैछ। म चाहिँ यहाँ आज चाहिँ कस्तो देखिनु पर्यो भनेर बहुत दिन बाद कपाल काटेको नि त। अब कपाल काट्ने पनि टाइमै भेटिँदैन। अब कपाल काट्दाखेरि अब यता ड्युटीमा बिजी, अब कता कपाल काट्नु दोकानतिर बस्नुपर्छ। कपाल काट्ने टाइमै छैन। फेरि राति मात्रै टाइम भेटिन्छ कपाल काट्ने। अब कपाल काट्ने राति टाइम भेटेर फेरि यता कपाल काटेर दोकान आउनुभएको छैन, खानाहरूमा कपाल गिर्छ भनेर फेरि डाइरेक्ट अब घरै जानु पऱ्यो कपाल काटेर। त्यही कारण नभएर आज चाहिँ कपाल काट्ने टाइम मिलाएर कपाल सपाल काट्नु आएँ। मेरो चाहिँ अब फाइनल कट भइसकेको छ। यस्तो छ लुक चाहिँ, फाइनल लुक चाहिँ हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ भेनाले कपाल मिलाइदिनु हुँदैछ। मेरो चाहिँ अब कपाल सपाल मिलाएर चटक्क अब पार्कमा जानु आँटेको। लो त साथीभाइहरू, यस्तै हो। अब नेक्स्ट भिडियोमा मिलौँला तपाईँहरूलाई हो। यो मेरो चाहिँ फाइनल लुक हो। अब तपाईँहरूलाई नेक्स्ट भिडियोमा चाहिँ अब नयाँ पार्कको भिडियो लिएर आउँछु। तपाईँहरू हेर्नु होला। अब मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला हो। अनि भिडियोमा केही नराम्रो केही भन्छन् कमेन्ट समेन्ट गरिदिनु होला। भिडियोलाई लाइक गरिदिनु होला होइन। अब मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला। थ्याङ्क यू सो मच साथी हो। यस्तै हो। अब सुख दुःख यसरी नै सानोतिनो भिडियो लिएर आउँदै गर्छु। मेरो पेजलाई फलो गर्न नभुलिनु होला। लाइक कमेन्ट सेयर गर्नु नभुलिनु होला है। मेरो चाहिँ हेयर कट भइसकेको छ। यो हो मेरो लुक, हेयर कट गरेको।